चल्ला निकाल्दै विशेष खालको भिडियो तपाईँलाई देखाउँदैछु म। आज विशेष के छ भने गाइजहरू, हामीले चाहिँ यो एक दिनको सानो चल्लामा चाहिँ भाले कसरी छुटाउने त आज यो विषयमा तपाईँहरूलाई मैले भिडियो देखाउने छु। अन्तिमसम्म भिडियो चाहिँ हेर्नु होला है त गाइज। तर हामी कसरी यो भाले छान्न सकिन्छ भन्ने विषयमा ठ्याक्कै रूपमा नजान्न सकिएला होइन। तर तपाईँहरूलाई यो एक दिनको चल्लाबाट चाहिँ भाले कसरी छान्छ त आज म तपाईँलाई भिडियो मार्फत देखाउँछु। एक दिनको चल्लाबाट चाहिँ हामीले कसरी छुटाउँछौँ भन्दाखेरि यहाँ डाक्टर साहब हुन्छ, उहाँले छुटाइराख्नु भएको छ है त गाइज। तपाईँहरूलाई आज चाहिँ फाइनली म देखाउने छु। मैले 10 वर्षसम्ममा यो चल्ला चाहिँ यसरी छुटाउनुपर्छ भन्ने धेरै होइन थोरै त अनुभव छ। तर डाक्टर साहब जस्तो ठ्याक्कै छुटाउनु चाहिँ सकिँदैन। अब एक दिनको चल्लाबाट हुनु पनि यो एक दिनको सानो चल्ला छ बिचरा यत्रो। अब यसलाई चाहिँ के गर्नुपर्ने भन्दाखेरि निचोरेर चाहिँ यसको चाकबाट चाहिँ निचोरेर भालेपछि छुटाउनु पर्ने रहेछ। अब यो भएको कारणले गर्दा अलिकति तपाईँ हामी सबैलाई यति सानोमा चल्ला चाहिँ कसरी भाले छुटाउँछ भन्ने विषयमा अलिकति मनमा कौतूहलता त जाग्छ नि। तर यो भएको कारणले गर्दाखेरि फाइनली गाइजहरू आजको विषय यही विषयमा चाहिँ भिडियो मैले बनाएर तपाईँलाई देखिरहेको छु। अब गाइजहरू भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। यो भाले छुटाएको भिडियो है त गाइजहरू। भाले ल हेर्नुहोस् है गाइजहरू, यो चाहिँ पोथी जानुहोस् है। पोथी भाले भाले तपाईँको यसरी चाहिँ एक दिनको सानो चल्लामा यसरी फाइनली हामीले चाहिँ छुटाएर नेपालको 77 जिल्लामा पठाइन्छ। तपाईँहरू पनि यो यसरी छुटाउन सक्नुहुन्छ। यो भिडियो चाहिँ फाइनली हेर्दै जानु होला त गाइजहरू। ल भाले त अहिले आयो भटाभट। पोथी भाले 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 यसरी एक दिनकै सानो चल्लामा यसरी छुटाइन्छ। र गाइजहरू तपाईँलाई यो भिडियो मन पर्यो भने सेयर गर्नु होला। र यो भिडियो हेरेर तपाईँले पनि सिक्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला है त गाइजहरू। यहाँ म तपाईँहरूलाई फाइनली देखाउँदैछु यसरी भालेपछि एक दिनकै सानो चल्लामा यसरी छुटाइन्छ। भाले पोथी पोथी भाले